कसले गरेको भन्ने कुरा पत्ता लगाएर चाहिँ अहिले नेपालको एउटा युनिभर्सिटी स्टुडेन्टलाई चाहिँ जेलमा हालिरहेको केस छ। ख्याल गर्नु भएन भने तपाईको भिजा एक्सटेन्ड नहुन सक्छ। जापानमा चाहिँ जाने बित्तिकै पैसा टिप्न थाल्छु या त हैन ठुलो ठुलो एक्सपेक्टेसनहरु राख्नु भयो भने तपाईलाई पछि पछुतो हुनेछ। तयारी नगरी आउँदा धेरैलाई डिप्रेसन जस्तै पनि हुन्छ। नर्मल्ली बोलेको कुराहरु पनि बुझ्न सक्नु भएन भने तपाईलाई काम दिन तयार कोही पनि हुँदैन। Hey everyone, welcome back again. I am back with another brand new video. म सुजन आचार्य। आजको भिडियोमा चाहिँ म तपाईहरुलाई जापान आउँदा धेरै नेपाली स्टुडेन्टहरुले गर्ने कमन मिस्टेकहरु चाहिँ के हुन् भन्ने कुरा भन्न गइरहेको छु। नयाँ आउने न्यू कमरहरुले चाहिँ यी गल्तीहरु एकदमै दोहोर्याउने गरेकोले चाहिँ जापानमा कुनै पनि समस्या नहोस् भन्ने उद्देश्यले आजको यो भिडियो बनाउन गइरहेको छु। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। So let's get into the video. Mistake 1. कम पैसा लिएर आउनु। धेरै जना साथीहरु आउँदाखेरि चाहिँ सोच्नुहुन्छ कि जापान जाने बित्तिकै पार्ट टाइम काम गरिहाल्छु, गएकै भोलिपल्टबाट चाहिँ पैसा कमाउन सुरु गरिहाल्छु भन्ने भ्रम चाहिँ धेरैको दिमागमा रहिरहेको हुन्छ। बट रियालिटी इज डिफरेन्ट। यहाँ आइपुगेपछि सुरुका 1-2 महिनासम्म काम पाउन पनि पहिला कुरा गाह्रो हुन्छ यदि तपाईको भाषा चाहिँ कम छ भने। त्यही भएर जापान आउँदा कम्तीमा पनि तपाईहरुले 2 लाख जति है 2 लाख जतिको बजेट लिएर आउनु भयो भने चाहिँ केही पनि प्रब्लम हुनेवाला छैन। यदि तपाईले लामो समयसम्म काम पाउनु भएन भने पनि छिटै काम पाइहाल्नु भयो र कमाई सुरु गर्नु भयो भने त्यही नेपालबाट बोकेर ल्याएको पैसालाई रेमिट्यान्स गर्न पनि कुनै प्रब्लम छैन। त्यही भएर कम पैसा लिएर आएर आफैलाई प्रब्लममा पार्न चाहिँ नगर्नु होला। मिस्टेक नम्बर 2. जापानिज भाषा नपढी आउनु। धेरै जसो स्टुडेन्टहरु बेसिक हिरागाना कातागाना मात्र सिकेर आउनुहुन्छ। अझ भनौं कि त्यो पनि नसिकेर आउनुहुन्छ। तर काम पाउन या साथीहरु बनाउन र इभन क्लासको कुरा बुझ्न पनि बेसिक जापानिज कन्भर्सेसन आवश्यक छ। यदि तपाईले सानोतिनो ग्रिटिङ्सहरु गर्न र कसैले नर्मल्ली बोलेको कुराहरु पनि बुझ्न सक्नु भएन भने तपाईलाई काम दिन तयार कोही पनि हुँदैन। त्यही भएर हिरागाना कातागाना मात्र नभएर तपाईले बेसिक कन्भर्सेसन है निचिजो खाइबा भन्छ डेली लाइफको कन्भर्सेसनहरु चाहिँ केही न केही बोल्न सक्ने र बुझ्न सक्ने भएर चाहिँ आउनु भयो भने तपाईलाई यहाँ केही पनि प्रब्लम हुने छैन। यो कन्डिसनमा चाहिँ तपाईले आएको भोलिपल्टैबाट काम गर्न सक्नुहुनेछ। मेरो सुझाव भनेको नेपालमा तपाईले N5 चाहिँ एकदमै राम्रोसँग पढेर र सर्टिफिकेट लेभल भएर आउनु भयो भने चाहिँ तपाईलाई डेली कन्भर्सेसनमा चाहिँ केही पनि प्रब्लम हुँदैन। मिस्टेक नम्बर 4. अनरियलिस्टिक एक्सपेक्टेसन। केही विद्यार्थीहरुले सोच्नुहुन्छ जापान पुगेपछि पैसा छाप्न पाइन्छ तर यहाँको जीवनशैली सजिलो भने पक्कै छैन। स्कुल, होमवर्क, काम अनि सौजीहरु हैन मेन क्लिनिङ, कुकिङ र कम्युटिङ, स्कुल आउने जाने काममा आउने जानेले गर्दा तपाई एकदमै धेरै बिजी हुनुहुन्छ। तयारी नगरी आउँदा धेरैलाई डिप्रेसन जस्तै पनि हुन्छ। त्यही भएर तपाईले जापानमा चाहिँ जाने बित्तिकै पैसा टिप्न थाल्छु या त हैन ठुलो एक्सपेक्टेसनहरु राख्नु भयो भने तपाईलाई पछि पछुतो हुनेछ। हिजो आज मात्रै 2-3 वटा रेसहरु आइरहेको छ कि नेपालबाट आएको न्यू स्टुडेन्टहरु न्यू कमरहरु जो छ उनीहरुले चाहिँ कसैले 1 महिनामै सुसाइड गरेको केसहरु भनेर धेरै एकदम सुन्न पाइरहेको छ। यो सुन्दा एकदमै दुःख लाग्छ किनभने उहाँहरुले एकदमै ठुलो एक्सपेक्टेसन लिएर आउनुहुन्छ अनि यहाँ आएपछि उहाँहरुको एक्सपेक्टेसन चाहिँ मिट हुँदैन। त्यही भएपछि उहाँहरु चाहिँ एकदमै ब्रोकन भएर चाहिँ सुसाइडको निर्णय लिनुहुन्छ। यो एकदमै नराम्रो हो। यदि तपाई पनि यो कुरामा पर्नु छैन भने चाहिँ एकदमै गुड माइन्ड मेकिङ गरेर आउनु भयो भने चाहिँ तपाई जापानमा एकदमै सफल हुन सक्नुहुन्छ। यहाँ आउने बित्तिकैको लागि पैसाको बोझ छैन। तपाईले मेहनत गर्नुपर्छ, तपाईले एकदमै टाइम म्यानेज गर्नुपर्छ अनि मात्रै हार्ड वर्क पे अफ भने जस्तो कुरा हुन्छ। तपाई आज आएर भोलि सक्सेस हुने उद्देश्यले आउनु भयो भने पछि जुन अहिले हामीले घटनाहरु सुनिरहेको छौं सुसाइडको तपाई त्यसको शिकार हुनुहुन्न भन्न सकिन्न। मिस्टेक नम्बर 4. काम मात्रै गर्नु अनि स्कुलको पढाइलाई चाहिँ कम ध्यान दिनु। पार्ट टाइम काम गर्दैमा तपाईको जापान जर्नी सफल हुँदैन। तपाई यहाँ स्टडी भिजामा आउनु भएको, एटेन्डेन्स कम भयो र तपाईले यदि स्कुलको कुराहरुलाई स्कुलको एक्टिभिटिजहरु होमवर्क भयो डिसिप्लिनको कुराहरुलाई ख्याल गर्नु भएन भने तपाईको भिजा एक्सटेन्ड नहुन सक्छ। स्कुलको रिपोर्टको आधारमा इमिग्रेसनले डिसाइड गर्छ कि कसलाई भिजा दिने कसलाई नेपाल डिपोर्ट गर्ने भनेर। मिस्टेक नम्बर 5. जापानको रुल्सहरुलाई चाहिँ नमान्नु, रुल्सहरुलाई चाहिँ अभोइड गर्नु। जापान चाहिँ एउटा रुल बेस्ड कन्ट्री हो। त्यही भएर ट्रेनमा फोन गर्दा अरु डिस्टर्ब हुन्छन्, गलत ठाउँमा फोन फाल्दा जरिवाना लाग्छ। यस्ता धेरै कुराहरु हामीले सुन्न पाइरहेका हुन्छ। रिसेन्टली एउटा केस आएको थियो सायद टोकियोतिर बस्दै गर्नु भएको एकजना युनिभर्सिटी स्टुडेन्टले चाहिँ ट्रेनको ट्र्याकमा चाहिँ
फोहोरको पोकालाई चाहिँ फाल्देकोले गर्दाले चाहिँ ट्रेनको बाटो बन्द भएर चाहिँ 3 घण्टा जति चाहिँ सेवा अवरुद्ध भएको थियो। यो कुरा चाहिँ पछि जापानको पुलिसहरूले केस स्टडी गरेर चाहिँ कसले गरेको भन्ने कुरा पत्ता लगाएर चाहिँ अहिले नेपालको एउटा युनिभर्सिटी स्टुडेन्टलाई चाहिँ जेलमा हालिरहेको केस छ। त्यही भएर तपाईहरुले जुनसुकै रुलहरु भयो, यहाँ तपाईले एउटा सानो ट्राफिक लाइटलाई पनि अभोइड गर्नुभयो, यो कुरा पुलिसले देख्यो भने चाहिँ तपाईलाई ठाउँको ठाउँ फाइन गराउँछ र तपाईको कुराको रेकर्ड रहेर पछि भिजा एक्सटेन्ड गर्ने बेलामा चाहिँ प्रब्लम हुन्छ। टेक नम्बर 6, गलत साथीको संगत गर्नु। तपाई जापान आएको सुरु हुन्छ, त्यही भएर सुरुमा सबै मान्छे तपाईलाई राम्रो लाग्छ। आफ्टर फ्यु मन्थ्स तपाई बुझ्नुहुन्छ कि म कस्तोसँग संगत गरिरहेको छु भनेर। साथीहरु गेम मात्रै खेलिराख्ने, नाइट आउटिङ बढी गर्ने, लेट नाइट ड्रिंक मात्र गर्ने र पढाइलाई बिर्सिने गर्छन्। त्यही भएर तपाई पनि यस्तो साथीहरुको फन्दामा पर्नुभयो, यस्तो साथीहरुलाई चाहिँ संगत गरेर चाहिँ सँगै राख्नु भयो भने चाहिँ एकदमै तपाईलाई चाहिँ फ्युचरको लागि चाहिँ असर हुन सक्छ। चुज फ्रेन्ड हु मोटिभेट यु नट डिस्ट्र्याक्ट यु। गलत साथीको संगत गर्नुभयो भने तपाईको लाइफ पनि त्यस्तै बन्छ र एकदमै ग्रोथ चाहिँ तपाईको स्लो हुनेवाला छ। मिस्टेक नम्बर 7, कन्सल्टेन्सीमा भर गर्ने। मैले अगाडिको भिडियोमा पनि भनेको थिएँ, कन्सल्टेन्सी भनेको एउटा व्यापार हो। कन्सल्टेन्सीले केही पनि गर्दैन। जब तपाईको भिजा आएर तपाईले कन्सल्टेन्सीसँगको पैसाको हिसाब क्लियर गर्नुहुन्छ, त्यसपछि तपाईको कन्सल्टेन्सीसँगको सम्बन्ध सक्यो। तपाई अब एक्लो हुनुहुन्छ। धेरै कन्सल्टेन्सीले जापान गएपछि एकदमै सजिलो हुन्छ भनेर सपना बेच्छन्, तर प्र्याक्टिकल कुरा सबै गर्दैनन्। पार्ट टाइम काम पाउनको लागि पनि एकदमै स्ट्रगल गर्नुपर्छ, स्केड्युल म्यानेज गर्नुपर्ने र कल्चरल सकहरु हुन सक्छ। रिसर्च गर्नुस्, युट्युबमा रियल स्टडी हेर्नुस् अनि आफै निर्णय लिनुस् कि के गर्ने भनेर, तर कन्सल्टेन्सीको भर कहिले पनि नगर्नु। यदि तपाईको जापानमा कोही रिलेटिभ्स अथवा साथीहरु हुनुहुन्छ भने त्यसमा तपाईलाई केही सहयोग हुन सक्छ। मिस्टेक नम्बर 8, तपाईलाई खाना पकाउन नआउनु। खासमा यो मिस्टेक त होइन, त्यही पनि मैले यहाँ तपाईहरुलाई चाहिँ यो कुरा चाहिँ सिकेर आउनु अथवा यो कुराहरु चाहिँ अभोइड गर्नु भन्नको लागि मात्रै गरेको। तर यदि तपाईले यहाँ नेपालमा हुँदा खाना बनाउने बानी छैन हैन, जो बाआमासँगै बस्नु भएको छ, उहाँहरुले नर्मली खानाहरु बनाउने बानी हुँदैन, यदि त्यस्तो हुँदा चाहिँ यहाँ प्रब्लम भइदिन्छ एकदमै है। किनभने तपाईको यहाँ कसैले खाना बनाएर दिनेवाला पनि होइन। जापानमा यदि तपाईले बाहिर खाना खानु भयो भने, जस्तो कि रेस्टुरेन्टहरुतिर खाना खानु भयो भने एकदमै अब कम्पेरेटिभली महँगो पर्ने जान्छ र डेली खान मिल्ने कुराहरु पनि खासै म देख्दिन। नेपाली खाना मन लाग्छ तर तपाईलाई पकाउन आउँदैन भने एकदमै कस्टली हुन्छ, किनभने तपाईले रेस्टुरेन्टको सहारा लिनुपर्ने हुन्छ। अब डेली रेस्टुरेन्टमा गएर खाएर पनि तपाईको कति पैसा बच्छ तपाई आफै हिसाब गर्नु होला। जापान आउनु अघि कम्तीमा बेसिक कुकिङहरु सिकेकै राम्रो है। दाल भयो, भातहरु, नर्मली तरकारी, अचारहरु सिक्यो भने इट विल बी बेटर हैन। मलाई पनि पहिला आउँथेन कि खाना बनाउन ओर्न, त्यही भएर मैले पनि बिस्तारै सिकेको हो, तर मलाई एकदमै डिफिकल्ट भएको थियो। त्यही भएर तपाईहरुलाई चाहिँ यो कुरा नहोस् भन्नको लागि चाहिँ यो कुरा भनिरहेको छु मैले। टेक नम्बर 9, फाइनान्शियल प्लानिङ नगर्नु। सुरुको इन्कमले धेरै स्टुडेन्टहरुले चाहिँ अब हुन्छ नि मोबाइल किनिहाल्ने, ब्रान्ड प्रोडक्टहरु किनेर चाहिँ नेपालमा देखाइदिने, उसले साइकल किन्नु म बाइक किनिदिन्छु भनेर बाइक किनिदिहाल्ने, त्यो वाला सो अफ चाहिँ मलाई खासै उचित लाग्दैन कि यो एकदमै अननेसेसरी कुरा हो। र तपाईहरुले अननेसेसरी शपिङहरु मैले अगाडि पनि भने, ब्रान्ड प्रोडक्टहरु खरिद गर्नतिर तपाई नलाग्नु, किनभने तपाई स्ट्रगल गर्न आफ्नो फ्युचरको लागि आएको, नट फर सो अफ। एभ्री एन्ड काउन्ट हुन्छ, बजेट मिलाउन सिक्नुस्, तपाईलाई एकदमै फ्युचरमा चाहिँ हेल्पफुल हुनेवाला छ। लास्ट एन्ड फाइनल मिस्टेक, मेन्टल प्रिपरेसन नगर्नु। होम सिकनेस, लोनलीनेस, प्रेसर फ्रम स्कुल र वर्क, यो सबैले तपाईलाई एकदमै असर गर्छ। साथी नभए पनि, सपोर्ट सिस्टम नभए पनि तपाईलाई पोजिटिभ रहन जान्नुपर्छ। एकदमै मेन्टली प्रिपेयर हुनुहोस्। यस, इट्स गोइङ टु बी हार्ड बट आई विल गिभ माई बेस्ट भन्ने कुरालाई चाहिँ एकदमै मनमा राखेर स्ट्रङ माइन्डसेटको साथ आउनुभयो भने यु विल डेफिनेटली सक्सिड इन जापान लाइफ है। यही थियो आजको विशेष कन्टेन्ट। यदि तपाईले यो मिस्टेकहरुबाट बस्नु भयो भने तपाईको जापानको यात्रा, जापानको बसाइ चाहिँ 100% स्मुथ हुनेवाला छ। अनि यस्तै हेल्पफुल भिडियो हेर्न लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। धन्यवाद।